एक समयको कुरा हो, एउटा सानो गाउँ थियो जहाँ एकजना बुढी आमा बस्थिन्। उनका कोही परिवार थिएन, तर गाउँका सबै मानिसहरूले उनलाई धेरै माया गर्थे र गाउँलेहरू नै उहाँको परिवार जस्तै थियो। बुढी आमा गाउँकै सबैभन्दा मिठो खाना पकाउने महिला थिइन् र गाउँमा कुनै चाड, पर्व, भोज या विशेष अवसर हुँदा उहाँकै हातको खाना जरुरी हुन्थ्यो र जसले एक पटक उहाँको हातबाट बनाएको खाना खान्थ्यो त्यो फेरि फेरि खान चाहन्थ्यो। तर खास कुरा के थियो भने उहाँसँग एउटा पुरानो कालो कराई थियो जुन अरू कुनै साधारण कराई जस्तो थिएन। जब बुढी आमाले त्यो कराईमा खाना पकाउनुहुन्थ्यो, खानाको स्वाद नै अनौठो मिठो हुन्थ्यो। एक दिन गाउँमा शहरबाट एउटा धनी व्यापारी आयो। उसले ठुलो व्यापार गर्थ्यो अनि जहिले पनि नाफाको बारेमा मात्र सोच्थ्यो। उसले गाउँलेहरूले बुढी आमाको प्रसिद्ध खानाको तारिफ गरिरहेको सुने। बुढी आमाको हातको खाना खाएपछि त अरू खानाको स्वाद नै फिक्का लाग्छ। यो सुनेर व्यापारी अचम्म भयो। शहरमा त धेरै ठुलो होटलहरू छन्, तर यस्तो प्रशंसा त मैले कहिले सुनेको थिइनँ। आखिर के छ त बुढी आमाको खानामा? यही रहस्यको पत्ता लगाउन ऊ बुढी आमा कहाँ पुग्यो। आमाले माया गरेर उसलाई दाल, भात, तरकारी, अचार खुवाइन्। व्यापारीले पहिलो चम्मच मुखमा हालेपछि छक्क पर्यो। ओहो, यस्तो मिठो खाना त मैले शहरका ठुलो ठुलो होटलमा पनि कहिले खाएको थिइनँ। गाउँलेहरू जस्तै ऊ पनि अचम्म पर्यो। उसले सोच्यो कि बुढी आमाको हातमा कुनै जादु छ कि अरू कुनै रहस्य, र गाउँलेहरूसँग सोध पडताल गर्दा उसलाई बुढी आमाको कराई विशेष रहेको कुरा थाहा लाग्यो। यो सुनेर व्यापारीको मनमा लोभ पलायो। यदि मैले त्यो कराई पाएँ भने शहरमा म ठुलो होटल खोल्छु र मेरो व्यापार झनै बढ्नेछ। यो सोचेर ऊ बुढी आमा कहाँ पुग्यो र आमालाई भन्यो, आमा, तपाईँले यो कराई मलाई बेच्नुहोस्, म तपाईँलाई धेरै पैसा दिन्छु। यो सुनेर आमाले हाँस्दै भनिन्, बाबु, यो कराई त मेरो साथी जस्तै हो, यसलाई बेचे भने कसरी खाना पकाउँछु? तर व्यापारीले हार मान्नेवाला थिएन। ऊ बारम्बार बुढी आमाको घर पुग्थ्यो र अझै धेरै पैसा दिने प्रस्ताव राख्थ्यो, तर बुढी आमा नि आफ्नो निर्णयमा अडिरहिन्। त्यसपछि व्यापारीले सोच्यो, यदि पैसाले पाएन भने अब चोर्नु पर्ला। त्यो रात गाउँ निन्द्रामा थियो। व्यापारी बिस्तारैसँग बुढी आमाको घरभित्र छिर्यो। उसले चारैतिर हेरेर बिस्तारै त्यो कराई उठायो र चुपचाप भाग्यो। अब मेरो व्यापार चम्किन्छ। म सहरकै सबैभन्दा ठुलो होटलको मालिक बन्नेछु। ऊ मनमनै खुसी हुँदै घर फर्कियो। अर्को बिहान बुढी आमा उठिन् र उनले चिया बनाउनको लागि पानी तताउँदै गर्दा उहाँले कडाई राखेको ठाउँमा नजर घुमाउनु भयो, तर कडाई त्यहाँ थिएन। अचम्म भयो, मैले त कडाई सधैँ यहाँ राख्थेँ, कहाँ गयो होला? उहाँले घरभरि खोज्नुभयो, तर कडाई कतै भेटिएन। त्यही बेला गाउँलेहरू उनी कहाँ आए। बुढी आमा, के तपाईँलाई थाहा छ? व्यापारीले त आफ्नै पसल अगाडि होटल खोलेछ अनि यहाँ बुढी आमाको जस्तै खाना पाइन्छ भन्दै व्यापार गरिरहेको छ हरे। यो सुनेपछि बुढी आमा निराश हुनुभयो। वर्षौंदेखि साथी जस्तो राखेको कराई कसैले जबरजस्ती खोसेर लगे झै महसुस भयो। त्यही बिहान व्यापारीले आफ्नो होटलमा मासु, दाल, तरकारी, भात पकायो अनि अब बुढी आमा जस्तै मिठो खाना पकाएर बेच्छु अनि धनी हुन्छु भन्दै उसले ग्राहकहरू बोलाए। ग्राहकहरू आए, तर खानाको पहिलो चम्मच खाएपछि नै सबैले अनुहार बिगारे। यो के हो? खानै नसकिने। यो त बेस्वाद मात्र होइन, तर गनाउँछ पनि। केही बेरमै धेरैको पेट दुख्न थाल्यो। कोही त वाक वाक लागेर उठे अनि कोही त बिरामी नै भयो। हामीलाई त विष दिए जस्तो भयो भन्दै उनीहरू कराउन थाल्यो। व्यापारीको होटल बन्दै हुन लाग्यो,
तर समस्या त्यहीमै सकेन। अब त ग्राहकहरू उसको पसलमा जान पनि डराउन थाले। यदि खाना यस्तो भयो भने उसले पसलमा बेच्ने सामान कस्तो होला र? यो कुरा शहरभरि फैलियो। केही हप्तामै नै उसको व्यापार ठप हुन थाल्यो। शहरभरि व्यापारीको बदनामी हुन थाल्यो र अब ऊ पूर्ण रूपमा बर्बाद भयो। मैले बुढी आमाको कराई चोरेर ठुलो गल्ती गरेछु, उसले पश्चाताप गर्दै सोच्यो। अन्ततः ऊ बुढी आमा कहाँ पुग्यो। गाउँलेहरू सबै जम्मा भएका थिए। व्यापारीले सबैको अघि आमासँग माफी माग्दै उहाँको कराई फिर्ता गर्यो। माफ गर्नुहोस् बुढी आमा, मैले लोभमा अन्धो भएर ठुलो गल्ती गरेछु। अबदेखि कहिले लोभ गर्ने छुइनँ, न त कसैको चिज चोर्नेछु, न त अरूलाई नोक्सान पुर्याउनेछु। बुढी आमाले मुस्कुराउँदै भनिन्, बाबु, मिठो खाना बनाउनलाई जादु होइन, मन सफा हुनुपर्छ। लोभ, चोरी र कपटले कहिले सुख र सफलता दिँदैन। व्यापारीको आँखा खुल्यो र लोभले कति ठुलो हानि पुर्याउँछ भन्ने कुरा उसले स्पष्ट बुझ्यो। त्यसपछि ऊ इमान्दार भएर व्यापार गर्न थाल्यो। गाउँलेहरू खुसी भए र बुढी आमाले फेरि आफ्नो जादुई कराईमा खाना पकाइन्। गाउँलेहरू जम्मा भएर प्रेमपूर्वक खान थाले।